हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। र आज भने चाहिँ म आफ्नै गाउँको सर्भिस गाडीमा जाँदैछु र आज चाहिँ म सर्भिस गाडीमा चढ्ने इच्छा लागेर चाहिँ आज चाहिँ आफ्नै गाउँको सर्भिस गाडीमा नाम्चीतर्फ जाँदैछु। आज किन जाँदैछु भने चाहिँ हाम्रो माथि नाम्ची टनलमा ब्लड क्याम्प राखेको छ, ब्लड डोनेसन क्याम्प छ। हाम्रो साउथ युथ विङले राखेको अर्गनाइज गरेको भन्ने कुरा छ। सो त्यसलाई पार्टिसिपेटको लागि जाँदैछु। यो चाहिँ हाम्रो आगे पेमाको गाडी सवारी। यो चाहिँ हाम्रो गाउँलेहरू आज चाहिँ अहिले भाउ कति छ बजारमा साँच्ची अदुवाको? 1200 मात्रै? ए पुरा घटेछ त है। पहिला कति थियो? पहिला त 4500 थियो नि त है। यति पनि धेरै हो भनौँ है पहिलाको हेरी त भाउ। पहिला एकखेप त साह्रै कम्ती भएको थियो है भाउ चाहिँ। तिम्रो पनि छ बहिनी? ए नभएको भनेर कता हो कता हो। सो अहिले भने चाहिँ हामी जोरथाङमा आइपुग्यो। यहाँ हाम्रो गाउँको अदुवा लिएको छ। सो अदुवा झार्दैछ यहाँनिर। मेरो डेस्टिनेसन पुग्न आँट्यो, फ्यु मिनट्स भयो पुगिहाल्छ। यो चाहिँ हाम्रो आगे पेमा उसको गाडीमा आएको अहिले। यो चाहिँ अदुवा झार्दैछ। अनिलको दोकान चाहिँ यो अदुवा के पनि छैन त, खाली छ। सो अदुवा भाउ डाउन भएकोले गर्दा यस्तो रहेछ, खालि इम्टी। व्यापारी पनि छ होइन, यहाँ काम गर्नेहरू मात्रै रहेछ। यहाँ नानाको अलिकति आगे आउगे ओके। यहाँनिर चाहिँ मालिक चाहिँ बिचरा यसको चाहिँ भिडियो बनाएको चाहिँ अहिले के चाहिँ भाउ छैन, छापछुप हो। अदुवाको भाउ कति छ? नाम्ची टनल हो यहाँनिर हो मेरो डेस्टिनी। आज यहाँनिर चाहिँ ब्लड क्याम्प डोनेसन क्याम्प भएको छ। एसकेएम युथ विङले अर्गनाइज गरेको छ। सो आइएम हियर। मेरो चाहिँ फर्स्ट टाइम हो यो नाम्ची टनल बनिएकोदेखि। सो आई थिङ्क यो चाहिँ पार्किङ लट होला, यहाँको पार्किङ लटै हो। गाडी नै छ अलमोस्ट ज्यादा यहाँनिर। यहाँ तल होला सायद दुई जग्गा गरेर। यो चाहिँ यहाँको पार्किङ लट रहेछ। सो अहिले भने चाहिँ मैले फर्म रिक्रुटमेन्ट पाएको छु। निकै भिडै रहेछ अहिले चाहिँ। अघि यहाँ चाहिँ खुल्ला थियो अरे। सो अहिले चाहिँ प्रेसर नाप्दो रहेछ। प्रेसर नापेपछि चाहिँ कम्प्लिट भएपछि चाहिँ त्यहाँदेखि यहाँभित्र चाहिँ ब्लड तान्दो रहेछ। यो चाहिँ फर्म फिलअप गर्दो रहेछ। उहाँको चाहिँ फर्स्ट टाइम अरे। सो यो रहेछ। सो अहिले भने चाहिँ मेरो फर्म फिलअप हुँदैछ। मेरो नाम सेत राई। सेत राई SETH TH हजुर राई हजुर। सो यो फर्म फिलअप भयो। सो डिटेल्सहरू दिनुपर्छ। यो चाहिँ मेरो सेकेन्ड टाइम हो। सो अब चाहिँ यो लगेर चाहिँ यता जानु पर्नेछ। भिड भएकोले गर्दा एकछिन यहाँ चाहिँ ब्लड लिँदो रहेछ। 5-6वटा जस्तो पेज छ। सो यहाँनिर चाहिँ बटन छ। यो जुन चाहिँ हामीले फर्महरू भरेको छ। सो फर्म भरेर चाहिँ हामी यो लाइनमा बसेर यहाँबाट डक्टरसँग जानु रहेछ। सो यो चाहिँ के हुन्छ, उहाँ चाहिँ एकदम सिधा हुनुहुन्छ। उहाँ पनि रहेछ। अब भने चाहिँ ब्लड दिनको लागि रेडी। सो ब्लड ब्याग 350 ml। सो यो पाइसकेको छु। अहिले वेटिङमा छु। बेड खाली छैन। यो बेड खाली भइसकेपछि मेट्रोन पनि आउँछ। यो चाहिँ हाम्रो रोसन हुँदैछ। फाइनली अब चाहिँ मेरो टर्न आएको छ।
अब चलाउनुहोस् ल बिस्तारै बोल्दै Brisbane. Finally, मैले ब्लड दिइसकेँ र अहिले एयरपोर्ट PWD रोड एन्ड ब्रिजेस पनि हो रोड एन्ड ब्रिजेस एन्ड PWDको रोडको अफिस पनि छ सो अहिले भने चाहिँ म यहाँ टर्नओभरबाट अलमोस्ट बाहिर छु सो टिल देन किप वाचिङ र अब फेरि तल ट्याक्सी स्ट्यान्ड जाने सो ट्याक्सी पक्रिने त्यहाँबाट गोल्डन फास्ट फुड यो चाहिँ हाम्रै गाउँको दिदीले खोल्नु भएको छ उहाँ चाहिँ यो दोकानको ओनर उहाँ चाहिँ सिस्टर हेल्पिङ ह्यान्डको लागि होला सायद यहाँ बस्नु भएको उहाँ चाहिँ हाम्रो गाउँको हुनुहुन्छ तपाईँहरू पनि आएर भिजिट गर्नु सक्नुहुन्छ है गोल्डन फास्ट फुड यहाँ तपाईँकोमा चाहिँ यो फास्ट फुडमा चाहिँ के पाउँछ खाजा चाहिँ यहाँनिर चाहिँ चिया कफीहरू पाउँछ रोटी सब्जी आलु पराठा थाइपो भेज नन भेज हो लाफी अन्त भेज मोमो बिफ मोमो पक मोमोहरू पाउँछ चिल्ली फ्राई मोमोहरू ए सबै हुन्छ है यहाँनिर है यहाँको स्पेसियल चाहिँ के हो तपाईँको रामेनहरू पाउँछ मेन स्पेसियल डिस चाहिँ यहाँको तपाईँको फास्ट फुडको खास चाहिँ अहिले पक मोमो अन्त बिफ मोमो लाफिङ है मोस्टली लाफिङ रामेनहरू चल्छ है ओके हुन्छ हजुर हुन्छ थ्याङ्क यू म चाहिँ यहाँ आएर पक मोमो खाने भएँ त्यसले गर्दा अनि गरम गरिदिनु हुँदैछ सो त्यति बेलासम्म चाहिँ एकछिन पर्खिनु पर्ने रहेछ तातो तातो खानु पाउने रहेछ नि त सो वेट गर्दैछु तपाईँहरू पनि भिजिट गर्नुहोस् यसमा सो फाइनली मेरो मोमो आइसक्यो हेर्नुहोस् है पर्क मोमो यो सुप हो र अब खाना हालेको त्यो दिन किप वाचिङ यो चाहिँ हाम्रो नाम्ची जे नम्बर गाडीहरू लाग्छ नाम्ची प्लाजामा यहाँ चाहिँ अलमोस्ट प्रायः जस्तो जे गाडीहरू मात्रै हुन्छ टी गाडी ट्याक्सी गाडीहरू चाहिँ मालो तला हो यो चाहिँ हाम्रो जे गाडी यहाँ चाहिँ हाम्रो गाउँको गाडीहरू पाउँछ सो अघि म जुन चाहिँ गाडीमा आएको थिएँ म अब त्यो गाडीमा जाने सो अहिले स्टेसनमा चाहिँ आइपुगेको छु सो अब चाहिँ घर फर्केको हामी चाहिँ सवारीको एक सिटमा यहाँ लास्ट सिटमा छ बाख्रा सिटमा छ पेसेन्जर चाहिँ एकदमै ज्यादा हाम्रो चाहिँ एकदमै छ सो अब चाहिँ घर लाग्दै अहिले भने चाहिँ घर आइपुगेँ र लुगासुगा पनि फेरेको छुइनँ अब गएर फेर्ने हो र अहिले चाहिँ टेस्ट अफ पाबुङमा सानो काम परेको आएको र यहाँको काम सकेर चाहिँ अब घर जाने टिल देन आजको चाहिँ मेरो राइड ब्लग भनौँ सकेको छ किप वाचिङ थ्याङ्क यू